हेलो फ्रेन्ड्स, वेलकम टु द च्यानल। जो कसैको घरमा पनि इन्टरनेट जोड्नु पर्यो भने आईएसपीले इन्टरनेटको राउटर, इन्टरनेट प्याकेज, वायर सबै गरेर एउटा बन्डल बनाएर बहुतै सस्तो दरमा घरमा इन्टरनेट जोड्ने गरेका छन्। आईएसपीले दिने त्यो त्यस्तै किसिमको राउटर यदि बजारमा पर्चेस गर्न गयो भने त्यो बन्डलको भन्दा पनि धेरै प्राइस पर्छ। तर आईएसपीले तपाईको घरको त्यो राउटर यति सस्तो प्राइसमा कसरी दिन सक्छ? आज हामी यस भिडियोमा यसै विषयमा चर्चा गर्दैछौँ। हेलो फ्रेन्ड्स, वेलकम वन्स अगेन टु द च्यानल। प्लिज लाइक दिस भिडियो एन्ड डु सब्सक्राइब द च्यानल एन्ड डोन्ट फर्गेट टु हिट द बेल आइकन टु गेट a रेगुलर अपडेट। तपाईं हाम्रो घरमा भएको त्यो इन्टरनेट राउटरलाई यदि बजारमा त्यस्तै किसिमको राउटर पर्चेस गर्न गयो भने त्यो बहुत धेरै महँगो पर्छ। यदि सिंगल ब्यान्ड मात्रै राउटर पर्चेस गर्न गयो भने 2-3 हजार पर्छ। त्यस्तै डुअल ब्यान्ड वाइफाई 5 सपोर्ट गर्ने राउटर पर्चेस गर्न गयो भने पनि त्यसको प्राइस कमसे कम पनि 5-6 हजार त पर्छ। त्यस्तै अहिले भर्खरै चलनमा आएको वाइफाई 6 सपोर्ट गर्ने राउटरलाई पनि 10-12 हजार त पर्छ। तर आईएसपीहरूले त्यो राउटर सँगसँगै इन्टरनेट प्याकेज सबै गरेर त्यो भन्दा कम प्राइसमै तपाईँ हाम्रो घरमा इन्टरनेट जडान गरिदिन्छन्। यति महँगो पर्ने राउटर आईएसपीले कहीँबाट सित्तैमा त पाउँदैन, तर पनि यति सस्तो मूल्यमा कसरी जडान गरिदिन सक्छ? आउनुहोस् चर्चा गरौँ तपाईको घरमा आईएसपीले जडान गरिदिएको त्यो राउटर कसरी जडान गरिएको छ, के फरक छ तपाईको राउटर र बजारमा पाइने त्यस्तै किसिमको त्यो महँगो राउटरमा। आईएसपीहरूले त्यो राउटर म्यानुफ्याक्चर वा सप्लायरबाट ठुलो क्वान्टिटीमा उठाउँछन्। आईएसपीहरूले त्यस्तो राउटरलाई 70 देखि 80% सम्म सस्तोमा पाउँछन्। तर मार्केट प्राइस भन्दा 70-80% नै सस्तोमा पाउनुको मेन रिजन बल्कमा उठाएर मात्रै होइन, त्यस राउटरको फार्मवेयर कस्टमाइज हुन्छ। अझ भन्नुपर्दा फार्मवेयर लो क्वालिटीको र आउटडेटेड हुन्छ। आईएसपीले फार्मवेयरलाई मोडिफाई गरेको हुन्छ, त्यसभित्रको फिचर र सेटिङलाई लिमिटेड गरिएको हुन्छ। त्यसको डीएनएस सेटिङ, लगइन, भियुआईपी कन्फिगरेसन लगायतका सेटिङहरूलाई आईएसपीले डाइरेक्ट एक्सेस गर्ने गरी मोडिफाइड गरेको हुन्छ, जसले गर्दा आईएसपीले आफ्नो अफिसबाटै तपाईको घरको राउटरलाई मोनिटरिङ ह्यान्डलिङ गर्न सक्छ। जस्तो तपाईले वाइफाईको पासवर्ड चेन्ज गर्नको लागि जो आईएसपीलाई फोन गर्नुहुन्छ, त्यहाँबाट आईएसपीले एक्सेस लिएर तपाईको वाइफाईको एसएसआईडी, पासवर्ड सबै चेन्ज गर्न सक्छ। आईएसपीले तपाईबाट लिएको इन्टरनेट फी, इन्स्टलेसन चार्ज, मेन्टेनेन्स चार्ज, ड्रप वायर चार्ज आदि इत्यादि चार्जहरूबाट पनि त्यस राउटरको केही कस्टहरू रिकभर गरेको हुन्छ। अर्को मेन कुरा, आईएसपीले तपाईको घरमा राखेको त्यो राउटर तपाईलाई बेचेको होइन, उसले रेन्टमा दिएको हो। लामो समयसम्म युज गर्दा 100-200 गरेर उसले रेन्टबाट रिकभर गरिरहेको हुन्छ र तपाईले इन्टरनेट अनइन्स्टल गर्नुभयो भने त्यो राउटर आईएसपीले उठाएर लैजान्छ। यदि उसले त्यो राउटर घरमै छोडेर गयो भने पनि तपाईँ हाम्रो केही कामकै हुँदैन, किनकि त्यो सबै मोडिफाइड हुन्छ। अर्को मेन कुरा, त्यो राउटरको प्राइस यति धेरै कम हुनुको मेन कारण भनेको त्यसको हार्डवेयर स्पेसिफिकेसनलाई एकदमै लिमिटेड गरिएको हुन्छ। जुन बजारमा पाइने डिभाइसको हार्डवेयर स्पेसिफिकेसन र त्यो राउटरको स्पेसिफिकेसनमा धेरै डिफरेन्स हुन्छ। एकदमै स्लो सिपियु हुन्छ, सानो रेम हुन्छ, रेन्ज पनि लिमिटेड हुन्छ, लगायत हार्डवेयर कम्पोनेन्टहरू पनि एकदमै कम क्वालिटीकै लगाइएको हुन्छ। बजारमा पाउने त्यस्तै किसिमको राउटर भन्दा आईएसपीले दिएको त्यो राउटरमा धेरै फिचरहरू मिसिङ हुन्छ। आईएसपीहरूले म्यानुफ्याक्चरसँग पार्टनरसिप गरेर पनि एडिसनल डिस्काउन्टहरू पाइरहेका हुन्छन्। जस्तो वर्ल्ड लिङ्क, डिस होमले टिपी लिङ्क, जेटी, वाईसँग रिब्रान्डिङ गरेर पनि यसमा एडिसनल डिस्काउन्ट पाइरहेका हुन्छन्। अर्को कुरा, आईएसपीले आफ्नो बिजनेस एक्सपान्ड गर्नको लागि एउटा यस्तो स्ट्र्याटेजी पनि बनाएको हुन्छ, मार्जिन कम राख्ने, चार्जेसहरू, फीहरू कम राखेर नयाँ कस्टमरहरूलाई एट्र्याक्ट गर्ने स्ट्र्याटेजी पनि बनाएको हुन्छ।
अन्त्यमा आइएसपीले दिने यस्तो लो प्राइसको राउटरमा सेक्युरिटी इस्यु भने हुन्छ। यो यसको ड्रब्याक छ र सेक्युरिटी इस्युको बारेमा हामी अर्को भिडियोमा अर्को दिन कुरा गरौँला। आजको यस भिडियोमा यति नै। तपाईलाई यो भिडियो कस्तो लाग्यो एउटा लाइक गर्नुहोला र हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी छेउमा भएको बेल आइकनमा हिट गर्न नभुल्नुहोला, ताकि जब हामी कुनै नयाँ भिडियो अपलोड गर्छौँ त्यसको नोटिफिकेसन सबैभन्दा पहिले तपाईलाई प्राप्त होस्।